निकै टाढा बाटो आयो यो त यो फर्स्ट टाइम हिँडेको म चाहिँ यो बाटो फेरि खोला हेर्न जानलाको यति टाढा छ यहाँ मन्दिर देखियो यार बल्ल खोला सुनकोशी खोला यत्रो ठुलो खोला है सुनकोशी खोला यता आयो त्यहाँ दोभान छ दोभान त्यो कुनामा आउँछ खोला त्यो चाहिँ इन्द्रवती नदी हामी अहिले दोलारघाट मुनि छौँ खोलामा त्यो दोभान छ म दोभान अहिले म देखाउँछु विशाल छ यो सुनकोशी नदी कस्तो ठुलो है सुनकोशी नदी देखाउन गइरहेको छु यहाँ सुनकोशी नदी यत्रो ठुलो विशाल छ यहाँ चाहिँ एकदम धेरै जस्तो ऱ्याफ्टिङ कुदाउने ऱ्याफ्टिङ खेल्ने ठाउँ हो यो हामी दोलालघाटको पुल मुनि छौँ हामी यतिखेर बगर यो सुनकोशी नदी बगर है यहाँ बगर यत्रो बगर छ यहाँ चाहिँ सुनकोशी नदी यस्तो विशाल छ है आमामामामा यो पुल तरेर आएको यो पुल तरेपछि हामी लाग्छौँ सुकुटे सिन्धुपाल्चोक चरिकोट जाने बाटो अब यहाँबाट आयो यता सुनकोशी नदी अघि देखाए यत्रो ठुलो त्यो ठुलो नदी अलि उता पल्लोपट्टि गएको चाहिँ अहिले सानो यहाँ देखेको छ उता पल्लोपट्टि ठुलो चाहिँ उता गएको छ है सुनकोशी नदी यहाँबाट आउँछ माथि आउँछ यो खोला चाहिँ हाम्रो खोला देख्छौँ यता अर्को आउँछ अर्को निश्चय अब यो चाहिँ इन्द्रवती नदी चिहान छ यहाँनिर चिहानहरू कभरमा हेर चिहान यो इन्द्रवती नदी आयो यहाँ बग्दै आयो आज इन्द्रवती नदी र सुनकोशी नदीको दोभान पुगेर चाहिँ मेरो भिडियो बनाएको छु है आज यो दोभान यहाँ तल दोभान यताबाट सुनकोशी आउँछ अनि यहाँबाट यो इन्द्रवती नदी गयो अनि उता मिक्स भएर जान्छ माथि पुल दोलालघाट बजार यो पुल हो यो दोलालघाट पुल यता गएपछि हामी पुल तपाईँ धुलीखेल बनौती काभ्रे जाने बाटो हो यता गएपछि सुकुटे सिन्धुपाल्चोक जाने बाटो यता